ती कुराहरू पनि त्यो कुराहरू अन्तर्गत पर्छ हेर्नुहोस् होइन। तर पूर्वाधारै हेर्छ नेपालमा सबैले मैले चिनेहरू आएपछि हेर्ने कुरा नेपाल एकदम राम्रो छ, प्राकृतिक रूपले राम्रो छ भन्छन् उनीहरू हेर्न आउने नि त्यही हो प्राकृतिक रूपले। तर जुन चाहिँ हाम्रो जनजीवन हाम्रो जुन सहर भनेर सहर जस्तो छैन हेर्नु होइन, बरु गाउँ राम्रो छैन नेपालमा। गाउँ चाहिँ गाउँको टिपिकल छ हेर्नुहोस् गाउँहरू होइन, तर सहर चाहिँ एउटा प्लान सिटी कहीँ पनि छैन होइन। अहिले पछिबाट केही बाटाहरू होइन, अब केही विदेशी अनुदानले बनेका केही बाटाहरू अलिकता राम्रो तरफको अलिअलि छोटाहरू देखिया छ। यो काठमाडौँकै रिङ रोड चिनले बनाइदिए हेर्नुहोस् होइन, आजभन्दा होइन आजभन्दा लगभग 50 वर्ष अगाडि बनाइदिएको एउटा के अरे एउटा रिङ रोड थियो होइन, त्यसलाई पनि आधी अहिले बनाइदिएको छ, आधी बनाउने चरणमा छ यही एउटा रिङ रोड। यो हाम्रै दिला सुस्तीले अब हाम्रो किनभने ढल होइन, बिजुलीको पोल र मेन त अझ मान्छेको दर्ता गरे पर्सनल जग्गाको मुआब्जाको कुराहरूले रोकिन्छ। त्यही भएर यस्तो खाले सिस्टम भएको देशमा जहाँ चाहिँ जग्गाको धनी राज्य नभएर मान्छे हुन्छ नि, त्यस्तो ठाउँमा विकास गर्न सधैँ गाह्रो हुन्छ। यो नेपालको जग्गा भनेर त राष्ट्रको हुनुपर्ने हो नि होइन, तपाईँ हाम्रो त होइन होला, तपाईँ हामी त त्यसै नेपालभित्र भएपछि त नेपाली भइहाल्यो नि त होइन। तर हामीले यसलाई चाहिँ के गरेको छ पर्सनलाइज गरेको छौँ कि यो मेरो सम्पत्ति हो, म 1 इन्ची पनि छोड्दिनँ भन्ने जुन कुरा तपाईँलाई त्यो ओनरसिपले गर्दाखेरि चाहिँ ठुला बाटाहरू यो गल्लीहरू ठुलो बनाउनलाई गाह्रो पर्ने होइन। र उनीहरू चाहिँ आफ्नो राइट्स लिएर चाहिँ अदालत जाने, सर्वोच्च जाने, अनि सर्वोच्चले चाहिँ होइन तपाईँलाई जिताएर तपाईँको त्यो बढाउन नदिने, किनभने तपाईँको राइट्सको पनि त्यो पनि न्याय कानुनहरू छ। त्यही भएर समग्रमा भन्दा खोज्दा मैले यो सहरीकरणलाई सहरलाई चाहिँ विकास गरेर अथवा अरू देशको जस्तो ठुला बाटो विकास गर्ने पनि बिआरआई ठीक छ, बिआरआई ल्याउनु पर्छ। बिआरआईले के चाहिँ नराम्रो गर्छ र नेपालमा आएर तपाईँले सुन्नु बिआरआई ल्याउनु किन पर्दैन, बिआरआईबाट युज गरेर हेर्नुहोस् जसले तपाईँलाई थोरै न्यूनतममा होइन तपाईँलाई धनराशि तपाईँलाई दिएर तपाईँको काम गर्छ भनेदेखि तपाईँ छ हामी सक्षम छौँ भने नलिउँ न। यो त कुनै पनि यो एमसिसी जस्तो प्रोजेक्ट होइन कि, जबरजस्ती गरे प्रोजेक्ट होइन होइन। एमसिसी पनि एउटा परियोजना भयो ट्रान्समिसन लाइनको होइन, त्यो चाहिँ तपाईँलाई कसै दबावमूलक भयो, त्यही पनि तिमीले त्यो पनि संसदबाट पास गरेर कसैले सहयोग गर्ने हो। एमसिसी त अब हामीले फिर्ता गर्ने त त्यो ऊ त होइन, त्यही पनि नेपाल सरकारको पनि 40% सेयर छ भने हामीले सुनेको छौँ, 60% चाहिँ अमेरिकन सरकारको भन्ने हामीले सुनेका छौँ होइन। तर त्यो त एउटा होइन ट्रान्समिसन लाइनको भनिएको छ, त्यसमा विभिन्न प्रावधानहरू छन् जुन चाहिँ तत्कालीन संसदले चाहिँ सबैले टेबल ठोकेर पास गरेका हुन्। बिआरआईलाई त टेबल ठोकेर पास गर्नुपर्ने छैन। तपाईँलाई चाहियो तपाईँको राष्ट्रमा तपाईँलाई भौतिक पूर्वाधार गर्न, तपाईँलाई अरू ठुला परियोजना गर्न चाहेर धनराशि चाहिएको छ भने तपाईँले साइन गरिसक्नु भएको छ बिआरआईमा, तपाईँको देशलाई बाटो खुल्ला छ, चाहिन्छ लिनुहोस्, चाहिँदैन नलिनुहोस्। जबरजस्तीको कुरा आकाश जमिनको फरक छ। अब त्यसै कारण एमसिसी सैन्य रणनीतिसँग जोडिएको छ तपाईँको देशमा। भोलि तपाईँको हिसाब तपाईँको हाम्रो अर्थ मन्त्रालयले हेर्न पाउँदैन, उनीहरूको आफ्नै एकाउन्टिङ सिस्टम छ होइन। भोलि त्यो परियोजनालाई तलमाथि भएको ठाउँमा उहाँहरूको सुरक्षा कर्मी समेत आउन सक्ने प्रावधान छ भनेदेखि बिआरआई त त्यस्तो छ र कहाँ छ त्यो छैन। त्यही भएर बिआरआई भने नितान्त एउटा व्यापारिक प्लस एउटा भनौँ न कुनै पनि राजनीतिक जोडिएको छैन त्यसमा होइन, राजनीतिक रणनीति छैन, जुन कुरा चाहिँ हामीले एमसिसीमा चाहिँ देख्छौँ त्यति नै फरक हो। अब जस्तो भदौ 23 र 24 टिओबी पनि परिचालन भएको होइन, त्यसबाट चाहिँ अलिकति चाइना सशङ्कित